Hello everyone, Namaste, welcome back to my channel. So today it's May 8th, Friday. So आज चाहिँ हामीहरू हाम्रो प्यारो बसन्त दाई र हाम्रो प्यारी मैया दिदीको वेडिङ सेलिब्रेसनको लागि अस्टिन जाँदैछौँ एन्ड टुमोरो देयर विल बी अ ग्रान्ड सेलिब्रेसन. यो पर्टिकुलर भ्लग चाहिँ हाम्रो बसन्त दाई र मैया दिदीको वेडिङ सेलिब्रेसनको बिहाइन्ड द सिन्सदेखि लिएर मेन इभेन्टसम्म, प्रेपदेखि लिएर एक्चुअल पर्फर्मेन्स, एक्चुअल एभ्रिथिङ रियल इभेन्टसम्मको सबै भिडियो चाहिँ यसमै हुन्छ. सो आशा गर्छु हजुरहरूलाई पनि यो भिडियो जति हामीले यो इभेन्ट इन्जोय गर्छौँ त्यति नै हजुरहरूले पनि इन्जोय गर्नुहुन्छ होला. सो हाम्रो बसन्त दाई र मैया दिदीको वेडिङ सेलिब्रेसनको भिडियो सुरु गरौँ है त. सेल किती होला यो सबलाई यता सेल कुमारी यता सेल यो खाइदिउँ मैले सेल सेल खानु सेल खायो यता 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 हेर न Made with love and Oh my god ओ वाउ पहिला हेर्नु न पुरै Oh my god Oh. Oh thank you so much Oh my god Hi guys, what are you eating? बिहाको I'm भोज eating chicken 65 Oh. This is purundana This is some What is Nepali Potato purandana in and- English? This is Beaten rice. Beaten rice fried in oil. Okay. There are With some almond. peanuts. Some I guess this is onion. फ्राइड अनियन्स this item, he's the This pro. much. No one can beat him. चौनालाई के भन्छ अङ्ग्रेजी It's just a cucumber हो pickle. पानीपुरीमा अलि ट्राफिक भयो पछि खाउँला है We call it achar in Nepal. Yeah. What's the name of this? नमस्ते सबैजनालाई आज धेरै धेरै टाढादेखिबाट सबैजनाले आफ्नो टाइम मिलाएर यहाँ उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ मनदेखि नै धेरै 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 धन्यवाद छ अनि अब हाम्रो बिहे भएको 5 महिना भए पनि अब
यति ढिला भए पनि सबैको साथले आज सेलिब्रेट गर्न पाएका छौँ। त्यही भएर यहाँ सहयोगी हातहरूलाई पनि धेरै धेरै धन्यवाद छ। धन्यवाद सबैजना आउनुभयो। त्यही हामीले डिसेम्बरमा बिहे गरेका हौँ नेपालमा, अनि यहाँ आएर चाहिँ केही कार्यक्रमहरू नमिलिरहेको भएर चाहिँ अलिक ढिलो नै भयो। तैपनि तपाईँहरू आइदिनु भयो होइन, तपाईँलाई धन्यवाद। ग्रुमको बसन्तको एकदमै मिल्ने साथीलाई चाहिँ अगाडि शुभकामना व्यक्त गर्न बोलाउँछु। सञ्जय अधिकारी। नमस्कार सबैजनालाई, मेरो नाम सञ्जय अधिकारी। आज यो विशेष दिनमा यहाँ उभिएर साथी बसन्त सृजनालाई विवाहको शुभकामना दिन पाउँदाखेरि म आफैलाई गर्व महसुस गरिरहेको छु। बसन्तको बारेमा केही भन्नुपर्दाखेरि ऊ एक असल, इमान्दार र साथीहरूलाई भित्री मनदेखि नै सहयोग गर्ने साथी हो। यो भन्नलाई भनेको होइन, यो विगत 9 वर्षदेखिको अनुभवबाट सिकेको र यो हुँदै गइरहेको हिसाबले मैले केही पनि थोरै पनि नबढाइकन भन्नु पर्दाखेरि एकदम कसैलाई जीवनमा एउटा सच्चा साथीको खाँचो छ भने बसन्त एउटा पर्फेक्ट इक्जाम्पल हो। त्यसै गरी सृजनाको बारेमा भन्नुपर्दाखेरि सृजना एकदम मिजासिलो स्वभावको, सबैसँग घुल्ने सजिलो हुने र कतै गयो भने पोजिटिभ भाइब हुने खालको उनको नेचर छ। र यो दुई जोडी एकअर्कालाई बनेको हो भन्ने मलाई त्यही हिसाबमा मलाई लाग्छ। उहाँहरूको विवाह राम्रोसँग अघि बढ्दै जाओस्, विवाहमा भएका हरेक उतार चढावहरू राम्रैसँग सल्भ गर्दै जानुहोस् र एकदम ह्याप्पी म्यारिड लाइफ। झगडा परे पनि माया बढोस्, रिसाए पनि माया बढोस्, त्यस्तो खालको विवाह अगाडि बढ्दै जाओस्। र आज विवाहको पहिलो पार्टीमा I wish I can be here maybe even for the 100th wedding anniversary. अब ढिला नगरी चाहिँ डान्स हेर्ने हो न त। So we have dance from our girls group Dallas Delights. They're going to perform their beautiful dance. Anjali, Manisha and Prajita, please come on the stage. अब यो पब्लिक डिमान्ड हैनलाई मध्यनजर गर्दै हाम्रो ब्युटिफुल ब्राइड सृजना इज कमिङ विथ हर ब्लास्टिङ परफॉर्मेंसेस on the stage.
प्रस्तुतितर्फ जाउँ। त्यो डान्सको प्रस्तुति हो होइन, त्यसमा चाहिँ भुलचुक माफ गरिदिनु होला, म यहाँ आउँदैछु। म पेसाले डान्सर चाहिँ होइन। आई विल ट्राई विथ माई वाइफ अञ्जली। माझी दाइले ठुलै माछा जालमा पारे जस्तै मेरो प्यारो सिर्जनालाई जालमा कसरी पारेर हेर है त। एकातिर छोडी आफ्नो हेल्दी लाइफस्टाइल र स्टेप अप च्यालेन्ज एपमा आफ्नो स्टेप्सहरू बढाउनका लागि अब यो जोडी यसरी सल्लाह गर्दैछन्।
अर्चना माया वाकिङ त मजाले गरियो अब हामी लङ ड्राइभ जानु पर्यो जानु त जाने हजुर तर कसरी जाने होला हामीले सुनाएको प्रेम कथा रमाइलो नरमाइलो जे जस्तो भए पनि यो दुई दम्पतिको जीवन सधैँ खुसी र सुखी हुँदै बितोस् यही नै छ हाम्रो शुभकामना बिहा भएको 5 महिना बसी भोज पनि खाइयो सबैले खानु पनि भयो होला कङ्ग्रेचुलेसन्स बिहाको लागि प्रगति भइराखोस् विश यु ह्याप्पी एन्ड म्यारिड लाइफ अनि म यहाँसँग चाहिँ झगडा परि नै हुन्छ आउँदेखि नपरोस् बिहा भएपछि पर्दैन भोज खाँदै पर्दैन
when we fell in love, not knowing what it was. I wanna give you up this time, darling. Just kiss me slow. Your heart is all I own, and in your eyes you're holding mine, baby. I'm dancing in the dark with you between my arms, barefoot on the grass, listening to our favorite song. When you said you looked a mess, I whispered underneath my breath, you heard it, darling, you look perfect. Once more. सो यो चाहिँ बेसिकली म्युजिकल चेयर जस्तै गेम हो। यो इलास्टिकको भित्र यसरी मान्छेहरू बस्नु भएको हुन्छ 6 जना तन्काएर, अनि जब म्युजिक स्टप हुन्छ त्यसपछि सबैजनाले हात युज नगरिकन यो इलास्टिकबाट निस्किनु पर्यो, अनि लास्टमा जसको ज्यानमा यो इलास्टिक अड्किन्छ त्यो मान्छे चाहिँ आउट हुनुहुन्छ। Farther. So you are out, okay? Oh my god. Okay, Sudin daiko budu pani out hunubhayo। डान्स चाहिँ मजाले गर्नु पर्यो डान्स। Oh my god. Okay, अलि तन्काउनुस् त त्यो अलि टाढा टाढा हुनु पर्यो है मजाले। ओके जति तन्किनुहुन्छ आफैलाई सजिलो हुन्छ निस्किन। घुम्नु पर्यो। आउला है अलि धेरै पनि गर्नु यस्तो भित्र हात हाल्नु नि त भित्र गर्नु होला। We have the winner right here. This area. Dance for the guys. We need dance. No, yeah.
बाँकी हुनुहुन्छ सो थ्रिल आमर गाइस कसले जित्नुहुन्छ है त अलि लामो है लामो बजाउन है डान्स चाहियो है गरिदिन्छु नि फेरि दिवसलाई हातमाथि दिवसलाई डोरीभन्दा हातमाथि डोरीभन्दा हातमाथि डोरीभन्दा हातमाथि है ओके अलिक कम्काउनु पर्यो डोरी फाइट गर न यहाँ पर जानु हो भन्दा माथि अलिक कम्काउनु पर्यो कम्काउनु पर्यो कम्मर हल्लिनु पर्यो कम्मर Oh, we have winner here. ओके मुना दिदी हजुर हाम्रो फर्स्ट गेमको विनर हुनुभएको छ ताली Thank you. Knee, shoulder, nose, head, knee, nose, ear, cup. Head. Bend ना करो है, bend ना करो, straight. सीधा 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 Rojita, straight. Head, shoulder, knee, head, shoulder. Bend ना करनी, straight हुनी, bend ना करनी, straight हुनी. होइन ठिक छ Bend ना करो है. सिधा हुनु पर्यो है सिधा हुनु पर्यो है Straight हुनु पर्यो. हो Knee हुँदाखेरि चाहिँ bend हुनु पाइयो, अरू हुँदा चाहिँ पाएन है. सिधा हुनु पर्यो है Knee, ear, सिधा nose, head, shoulder, सीधा सीधा knee, सीधा है सीधा, head, shoulder, nose, straight, 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 head, eye, ear, straight, please be straight, head, cup. Rajita is the winner. जाऊ लिनलाई Please come and have the gift. I hope she will be gentle to Divas, you know. Oh no She just smashed the cup. I hope she will be gentle to Divas. Straight हुनु है सबैजना straight एकदम Now let's get started. Head, nose, waist, knees, head, cup. sorry यो त च्यात्ती नै रहेछ गयो अब लास्ट टाइमको विनरसँग पर्यो अनि कहाँबाट हुन्छ त Let's get started. Head, neck, eyes, स्ट्रेट Ears. सबैजना स्ट्रेट है दिवस त अलिक सिधा soldier, chin, waist, ankle. Soldier, waist, cup. यताको पटेल जित्यो फेरि यार Okay, let's get started for the final round. Head, nose, eyebrows, lips, nose, ankle, waist, soldier, toes, knees, cup.
यस्तो मिठो विश पछि अब हामी केक कटिङतिर जान्छौँ है त ल ओके एभ्रीवन लेट्स चियर फर बसन्त दाई एन्ड सृजना दिदी ल अब चाहिँ केक कटिङ गरौँ है त ल